यहाँनिर अफिसबाट आएको यसो तरकारीतिर यसो छिरेर बनाऊँ भनेर। तपाईँको घर कहाँ हो? घर कहाँ हो हजुरको? हजुर इलाम? ए इलामको भाइ पो? ए अनि भोट गर्नु नजाने? हो के गर्नु है, खर्च अब पार्टीले खर्च दिँदैन भोट गर भनेर। गाह्रो छ अनि विकास चाहिँ गर्ने होइन, त्यही भने। अनि भोट लाउनु पर्यो भने कसलाई लाउनुहुन्छ? अनि अहिलेको नेता यो राम्रो छ भन्ने भइरह होला नि त, यसलाई लाउनु पर्छ, यसलाई लायो भने चाहिँ केही गर्छ कि भनेर। हर्क साम्पाङ अहिले बोली खरो भए पनि राम्रो छ होइन उहाँलाई। भाषण त एकदम राम्रो छ होइन। उहाँलाई चित्त नबुझेको कुरा चाहिँ ओकली हाल्नुहुन्छ होइन। उहाँको बानी चाहिँ त्यही, सबैले त्यही चाहिँ नराम्रो छ भन्छ, तर खासमा त अब एउटा एउटा अपगुण त हुन्छ। अलिकति आश लाग्दो होइन। अरू त पुरानो नेताहरू त उनीहरूले गरिराखेको के गर्यो भनेको त देखिराखेकै छ। घरमा हुनुहुन्छ होला नि त, घरमा हुनेहरूलाई यसो भन्नु। भोलिपर्सि गएर होइन अहिले त्यस्तै अब युद्ध हुँदैछ नि त, अब यो इरान र यो अमेरिकाले युद्ध थालेको छ। त्यही त्यो हेर्दाखेरि अब अहिले कुवेत, दुबई, भोलि अब युएसए, भोलि अब पुरै अब उसले आक्रमण गर्दैछ होइन। त्यो एमसिसी पास गरेर छ नि त। हाम्रोतिर नेपाल पनि भोलि गएर त्यस्तै हुने सम्भावना छ होइन। त्यही भएर विरोध गर्ने भनेको हर्क साम्पाङले मात्रै विरोध गरिरहेछ होइन, अरूले के गरेछ र? केही गरेको छैन। त्यही भएर अब यो पालन भन्छ होइन सबैले, तर यो नबुझ्नेहरूले कि बुझेर हो कि भएर हो, तर धेरै जस्तो बालन अब हिजो अस्ति भोट माग्न जाँदाखेरि 1 करोडको भन्दा गाडी धेरैको चढेर गयो होइन। अब भोलिपर्सि भोट जितेर गयो भने त्यो कति करोडको गाडी चढ्छ होला, हामीले चिन्दैन होला त्यसले। अब त्यो भोट नपाउन्जेलसम्म मात्रै अब त्यो त्यसरी हात जोड्ने, यसो गर्छु त्यसो गर्छु भन्ने हो। अब हर्क साम्पाङ भनेको हामी जस्तै अब हुन्छ भने हुन्छ, हुँदैन भने एकदमै राम्रो साधारण नेता, हामीलाई जनतालाई चाहिने नेता भनेको त हर्क साम्पाङ नै हो। अब हामीले हर्क साम्पाङलाई त सपोर्ट त गर्नैपर्छ, राम्रो नेतालाई होइन। त्यो भन्दै गर्दाखेरि अब पार्टीको यो झोले रहेछ यताउता नामहरू दिन्छ, तर राम्रो मान्छेलाई त सबैले सपोर्ट गर्नु पर्यो नि। जस्तो युवाले चाहिँ सपोर्ट गर्नुपर्छ धेरै जस्तो होइन। अब हामी भनेको त पढा लेखेको मान्छे हो होइन, घरको सदस्यहरू अनपढ हुन्छ, तिनीहरूलाई बुझाउने हो होइन। हजुरआमा हुन्छ, हजुरबाहरू हुन्छ, बुवा मम्मी हुन्छ, अबुजहरू पढ्ने अनपढ पनि हुन्छ नि त, कुनै पढ्नेहरूले त बुझ्छ। अब कुनैले युट्युबमा हेर्छ, उसको काम हेर्छ नि त, के गरिरहेछ के गरिरहेको छैन भनेर, कुन नेताले कति गर्दैछ भनेर। अब पहिला धरानले होइन पानी खान नपाएर कस्तो भइरहेको थियो। 60 रुपियाँ किलो हजुर लानुपर्छ। अनि त्यो भएर हामीले हेर्नुपर्छ कि उसको कामलाई, जसले काम गर्छ त्यो अब बालनले पहिला होइन यहाँ काम त गरौँ, राम्रो पनि गर्यो नराम्रो पनि गर्यो। त्यो सबै नेताहरूले नराम्रो राम्रो मात्रै गर्छ भन्ने हुँदैन।
देशको अवस्था हेर्दाखेरि हर्क साम्पाङले नै दिनुपर्छ जस्तो लाग्छ। हाम्रो देशको स्थितिहरू हेर्दाखेरि होइन हर्क साम्पाङ नै अलिकति राम्रो उसले धेरै काम गरिसकेछ नि अहिले यो कस्तो धरानलाई होइन नमुना बनेछ। हाम्रो देशलाई चाहिने हाम्रो देशलाई राम्रो नेतृत्व गर्न सक्ने भनेको चाहिँ अहिले हर्क साम्पाङ नै देखिएको छ। अब अरूहरू त के गरे पहिला होइन देखिहाल्यो नि गरेको। फेरि अब उसले फेरि होइन अब तपाईँ बोल्दाखेरि पनि अब उसले कामहरू पनि भन्दा पनि अब उसले पढाइ पनि उसको पढाइ पनि राम्रो छ होइन। पढे लेखेको भयो। भोलि गएर उसले होइन विदेशीहरूसँग पनि राम्रै कुरा गर्न सक्छ उसले प्रत्यक्ष होइन। अब अहिले अब देश चलाइरहेको छ 1 कक्षा 2 कक्षा पढ्ने मान्छे अनि देश कहाँ बन्छ त दिदी होइन। अब पहिला हेर्नु न अब भोकमारीले मरेर होइन कोरिया होइन भोकमारीले मरेर नेपालले नै सहयोग गरेको देश। अहिले त्यहाँ कति कम्पिटिसन गरेर त्यो देशको लागि हामी कति कम्पिटिसन गरेर जानुपर्छ होइन। दिनरात दुःख गरेर पढेर जानुपर्छ। त्यो दुःख गरेर पास गर्यो होइन लास्टमा अब जान पनि कति त पाउँदैन। त्यही हो। अनि हामी जस्तो युवाले अब यसरी व्यापार गर्यो दिनभरि र हामी अब 2 बजीले उठ्नुपर्छ। कतिको व्यापार गर्नुहुन्छ या दिनमा? दिनमा हाम्रो त्यति छैन यो व्यापार। अब यो गर्मी महिना 50 रुपियाँ भयो। अब गर्मी महिना लागेपछि अलिक हुन्छ। अब चाहिँ हुन थालेको। ल भाइ व्यापार गर्दै हुनुहुन्छ राम्रो गर्नु होला। अब हाम्रो देशको अवस्था हेर्दाखेरि यस्तै छ होइन। अलिकति हामीले बुझ्नुपर्छ। त्यही भएर हामी अब नेताहरूको त्यो हरकतहरू देखि भेडा भनेको त जनता नै हो नि त। अब माथि पुर्याउने भनेको जनताले नै हो तिनीहरूलाई होइन। माथि पुर्याउँछ राम्रो नेता हामीले चुन्न सक्दैन त्यही त हो नि। त्यही त अब भोलि गएर हामी दुःख पाउने नै त्यही हो। अब अहिलेको युवाहरू अलिकति पैसा खान पाए होइन अलिकति अब यो अब जस्तै अब यो चुनाव आएको अलिकति अहिले 5-6 हजार 1-2 हजार पायो भने उनीहरू त्यसमै लागिहाल्छ होइन। चिया पानीमै बिकिहाल्छ। अनि त्यही त समस्या। भोलि गएर हाम्रो जिन्दगी बन्छ उसले देश बनायो भने हाम्रो जिन्दगी बन्छ भन्ने खालको सोच हुँदैन। अनि भोलि पर्सि गएर उनीहरू जाने भनेको खाने मुलुक हो। एकछिनको क्षणभरको खुसी होइन क्षणभरमा चाहिँ अब पैसा बाट्यो अनि खानेकुरा दियो भन्दैमा त त्यस्तोमा बिकेर हो कि खासमा चाहिँ बिग्रेको। त्यही भएर हामी जस्तो युवाले चाहिँ धेरै बुझेर यसमा नि होइन चुन्नुपर्छ। अनि त्यही हामी जान नपाए पनि अब घर जानलाई हामीलाई 10,000 लाग्छ क्या इनाम हो मेरो घर। अनि यहाँदेखि टाढा पनि छ। अनि अब बुवा मम्मीलाई अब यसपालि चाहिँ यो 60 रुपियाँ किलो। ल भाइ तपाईँ बिजी हुनुहुन्छ है राम्रोसँग व्यापार गर्नु होला। एकछिन भए पनि तपाईँको टाइम लिए त्यसको लागि धेरै धेरै धन्यवाद भाइलाई है। अब यस्तो हेर्दै जानु पर्ला। साउजी हाई भनिदिनु कुरा राखिदिनु हुन्छ 1-2 शब्द यसो अहिले गोलभेडा कसरी 40 रुपियाँ। अनि यो तपाईँको गोलभेडा त सबै यो भइसकेछ त हो। अनि भोट नजिकै अब 1 दिन त छ केमा भोट गर्दै हुनुहुन्छ? म दुईटामा भोट गर्छु। दुईटामा? एउटा घन्टीमा एउटा बत्तीमा। किन नि घन्टीलाई चाहिँ? घन्टीलाई किन? घन्टीले विकास गर्छ। घन्टीले मात्रै विकास गर्छ? अर्को त सबैले भुँडीमा भर्छ अनि के? घन्टीले भयभरको घुसखानीको भत्ता दिन्छ। त्यही भएर अनि काम छैन। अनि बत्तीमा दिनुपर्छ। कुलमान घिसिङले राम्रो काम गरेछ नि। अरू नेता आउनु पाएन बत्ती भइहाल्छ। अनि दुईटालाई दिएर अनि कुन चाहिँलाई चाहिँ जिताउनु चाहिँ त नि? तपाईँको दुईटा पत्र आउँछ हो। एउटा रातोमा आउँछ एउटा कालोमा आउँछ। अनि भएन त यसरी कुरा अनि जित्ने भनेको चाहिँ एउटा हो नि त नि। भोलि माथि मन्त्रीलाई दुईटालाई बनाएर हुन्छ। एउटा उनी छ नि हिजोले भयो नि। त्यही भएर हाम्रो दुईटा पेपर आएको छ नि त। भोट त एउटा मात्र लाउने हो नि त। एउटा पेपर एउटा मात्र लाउने हो चिन्ह त। एउटा मात्रै लाउने हो। अनि एउटा पेपर एउटा घन्टीमा लाउनु अर्को समानुपातिमा चाहिँ बत्तीमा लाउनु।
मेरो भनाइ यति हो धन्यवाद ल त्यसो भए धन्यवाद हजुरलाई यो गोलभेडा चाहिँ अलिक बिग्रिसकेछ यो अलिक बिग्रे होइन नि पाकेर बढी भएर झन् धेरै पाकेको हुन्छ ल बाई 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 गरिदिनु त